महिनामा 60,000देखि 1 लाख कमाउन सक्ने युवा हो। तर पनि मलाई कहिले चयनको निन्दा लाग्दैन, मलाई कहिले पनि निन्दा लाग्दैन। मेरो साथीभाइहरू कतिलाई थाहा पनि, मैले त्यसको लागि कति सहन्छु, कति हुन्छ नि सोच्छु। सर मेरो आँखामा डर छ, जान्न सर, मैले बोलिरहेको छु, म जान्न होइन, ठोक्नुहोस् न, गोली ठोक्नुहोस्, मैले भनिरहेको छु त, मेरो आँखामा डर छ सर, 1 इन्च डर छ मेरो आँखामा, डर छ सर, डर छ। ठोक्नुहोस् न, के गर्न सक्नुहुन्छ, त्यही गोली ठोक्ने हो, बरु मारे भने मार्नु भइहाल्यो, आनन्द। यो देशको बारेमा सोच्नै परेन, मेरो आत्मा भगवानले लानुहुन्छ। जिन्दो भयो भने त मलाई जहिले पनि हुन्छ नि, तपाईँहरूको आत्माले सताएर, देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ, मोर्या भन्दा नि बढेको जिन्दगी छ मेरो, म सुत्न सक्दिनँ कहिले चैनले। म 1 लाख रुपियाँ महिनाको कमाउँछु, तै पनि म कहिले खुसीले सुत्न सक्दिनँ। त्यसको लागि सोच्न आएको म कहिले पठाउन सक्दिनँ। अब त अति भनिसक्छ, देशमा जनताको आवाजलाई चाहिँ बन्द गर्न पाउनुहुन्न तपाईँहरूले। मेरो आँखामा डर छ, अन्य आर्मी हो जुन चाहिँ भारतीय दलालसँग, अमेरिकन पुँजीवाद दलालसँग र देशको दलाल सहयोगसँग एक्लै लड्न सक्ने क्यापेसिटी छ मसँग, एक्लै। त्यही भएर सर बेलैमा जनताको लागि सोच्नुहोस्, देशको लागि सोच्नुहोस्। तपाईँहरूलाई पनि स्वतन्त्र जनताको एउटा हुन्छ नि अपिल छ, तपाईँहरूलाई हुन्छ स्वतन्त्र जनताको चाहिँ हुन्छ नि विनम्र अनुरोध छ, तपाईँहरू आफ्नो देशको लागि सोच्नुहोस्, आफ्नो आमाको लागि सोच्नुहोस्, आफ्नो राजाको लागि सोच्नुहोस्, आफ्नो दाजुभाइको लागि सोच्नुहोस्, आफ्नो हुन्छ नि आमा बुवाको लागि।